पनि एउटा नयाँ भिडियो लिएर हजुरसम्म आइसकेको छु। आजको भिडियो चाहिँ मैले मेरो नानीको लागि कसरी सेरेलेक र सिड पाउडर बनाउँछु हजुरसम्म रेसिपी शेयर गर्न गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनुहोला। अब चाहिँ मैले यहाँ नानीको लागि सेरेलेक रेडी गर्न गइरहेको छु। ल सेरेलेकको लागि चाहिँ मैले यहाँ ओट्स लिएको छु। यो चाहिँ यो कपको 3 कप हो। यो चाहिँ 160 कति छ यसमा 160 ml को छ। यो चाहिँ यो यसको 3 कप हो। यो राइस फ्लोरको कप हो अनि यो ओट्स यति राखेको छु 3 कप। अनि त्यसपछि चाहिँ यहाँ छ साबुदाना मैले यो धोएर सुकाएर राखेको छु। यो चाहिँ अघिको कपको राइस फ्लोर कपको 2 कप छ। अनि त्यसपछि यहाँ छ मखाना चाहिँ मैले त्यो अघि राइस फ्लोर कपको 3 कप छ। यो चाहिँ मैले बीचबाट काटेर रेडी गरेको छु। बीचबाट टाइप काट्नुपर्छ, भित्र फोर पनि हुनसक्छ, किटाहरू पनि लागेको हुनसक्छ, त्यही भएर बीचबाट काटेर हेरेर गराउनुपर्छ। मैले चाहिँ सेरेलेकको लागि ओट्स, साबुदाना अनि मखाना मिक्स गरेर गराउँछु। अब चाहिँ मैले यहाँ सेरेलेक रेडी गर्न गइरहेको छु। अघि देखाएको ओट्स, साबुदाना, मखाना चाहिँ भुट्नु पर्दैन। साबुदाना र ओट्स चाहिँ एकछिन 3-4 मिनट भुट्नुपर्छ। पहिला चाहिँ कराईलाई एकछिन तातो बनाउँछु। अब मेरो कराई पनि तातिसकेको छ। अब चाहिँ ओट्सलाई 2-3 मिनट भुट्छु। रेडी भइसकेको छ, हेर्न सक्नुहुन्छ हजुरहरूले। यतिको हल्का ब्राउन हुँदै गएपछि चाहिँ यो भइसकेको हुन्छ। म 3 मिनट जति भुटेँ यसलाई। अब चाहिँ यहाँ मैले साबुदाना भुट्न गइरहेको छु। यहाँ साबुदाना पनि रेडी भइसकेको छ, पड्किन थालिसकेको छ। मैले लगभग 3 मिनट जति यसलाई साबुदाना भुटेँ। ओट्स साबुदानालाई उत्तिकै टाइम लाग्छ भुट्नको लागि। यो भइसकेको छ। यहाँ चाहिँ मैले साबुदाना पनि भुटेर सकिसकेको छु, ओट्स पनि भुटिसकेको छु। अब यो दुईटालाई चाहिँ सेलाउनको लागि राख्छु। मखाना चाहिँ हामीले भुट्नु पर्दैन। यो 3टा चाहिँ अब यो सेलाइसकेपछि पिस्नुपर्छ। त्योभन्दा अगाडि चाहिँ मैले सेलाउने टाइमसम्म चाहिँ मैले अब सिड पाउडरको तयारी गर्दैछु। सिड पाउडरको लागि चाहिँ मैले यहाँ चिया सिड लिएको छु। अनि यहाँ छ आलस, त्यसपछि यहाँ छ तिल। यो चाहिँ कालो र सेतो दुईटै तिल हो। यदि हजुरहरूसँग सेतो तिल मात्र छ भने पनि एकदम राम्रो। मेरो चाहिँ यस्तो मिक्स तिल थियो, त्यही भएर मैले यो दुईटै तिल राखेको छु। यो 3टा चिजहरूलाई मिसाएर मैले सिड पाउडर बनाउँछु। अब चाहिँ मैले सेम कराईमा यो आलस र तिल चाहिँ भुट्छु। चिया सिड चाहिँ भुट्नु पर्दैन। अब सुरुमा चाहिँ मैले यहाँ आलस भुट्न गइरहेको छु। यो आलस अनि त्यसपछि चाहिँ यो तिल अनि चिया सिड चाहिँ यो कपको 1-1 कप राखेको छु। यो चाहिँ 1-2 मिनट मात्र भुट्नु होला। मैले आलस भुटेर पनि सकिसकेको छु। अब चाहिँ तिल भुट्न गइरहेको छु। यहाँ तिल पनि भुटिसकेको छ।
यहाँ मेरो सेरेलेक र सिड पाउडर पनि रेडी भइसकेको छ। मैले चाहिँ मेरो नानीलाई यसरी सिड पाउडर र सेरेलेक गराउने गरेको छु। यो रेसिपी अवश्य हजुरहरूले पनि ट्राई गर्नुहोला। मेरो नानीले धेरै मिठो मानेर खान्छन्। हस् त, आजको यही नै थियो रेसिपी भिडियो। मन परेमा लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। सी यू इन नेक्स्ट ब्लग। बाई बाई।